हेलो गाइज, फेरि पनि तपाईँहरूलाई स्वागत छ है मेरो युट्युब च्यानलमा। अब आज चाहिँ म आफ्नो नानाको घर है, ठुलो नानाको घर, मनिषा नानाको घर जाँदैछु र साथसाथै मेरो फ्यामिलीहरू पनि सबैजना जाँदैछ है र बुबुहरू पनि छ यहाँनिर। नसिबु कति घन्टाको बाटो हो टोटल? 4 घन्टा त होला। 4 घन्टा लाग्छ नि हो है। ल अब गाइज है हेर्दै जाउँ कतिको छ बाटोमा है, के कस्तो हुन्छ तपाईँलाई म सबैको देखाइदिन्छु। ओके हेर्नुहोस् गाइस, यस्तो डरलाग्दो भएर चाहिँ जान्छ है मान्छेहरू उयो गर्नुको लागि, काम गर्नुको लागि। पुरा ड्याम गाडीमा कस्तो लोड भएर जाँदो रहेछ काम गर्नुको लागि चाहिँ। दामी जग्गा चाहिँ मलाई यो लागेको छ है। यो जग्गा नसिबु, यसको गाउँको नाम के हो? यो दामी हो, ओम नमः शिवाय, हर हर महादेव। एकदमै राम्रो छ है। हल्का पेट्रोल पम्पमा अब पेट्रोल पनि हालेर गाडीमा होइन, गाडी अब फुल फ्युल गरेर चाहिँ हिँडेको। अब फेरि यताबाट ह्यासट्याग नक्सल बजार, सानोतिनो सपिङ गर्नु छ र यो त नक्सल बजार हो। नक्सल बजारमा अब यहाँ हल्का सानोतिनो मेरो भान्सीको लागि केही सानो लुगा हेर्नु भनेर यस्तो राम्रो छ। तपाईँहरूलाई के कस्तो लागि? भान्सीको लागि राम्रो सुट गर्छ या गर्दैन? ब्रिजै थिएन, त्यही त हरेको। लु हेर्नु, नेपालको फ्ल्याग देख्नुभयो होला तपाईँले माथि होइन, टक्कै नेपालको फ्ल्याग चाहिँ अब है। सबै भान्सार सान्सारहरू कटिङ गरेर चाहिँ निक्ल्यौँ। नेपाल क्रप्सले अब बाटोमा यहाँ रोक्दैछ हामीलाई, यस्तै हो है। लु है यहाँबाट चाहिँ अब नेपाल हामी काँक्राभित्ता बजार आइपुग्यौँ अहिले। ल नेपालमा आएपछि चाहिँ है यो चटपटे नखाइन्जेल चाहिँ नखाइ चाहिँ है नेपालको भ्रमण चाहिँ हामीलाई के हो नगरेको जस्तो फिल हुन्छ। नसिबु तिमीलाई के कस्तो लाग्छ यसको बारे? हजुर, विशेष गरी चाहिँ हामी यहाँ सुनमाई आउँदा चाहिँ यो जग्गा चाहिँ अब हाकिम चोक भन्ने जग्गा हो होइन। हजुर हुन्छ होइन, हजुर आएर चटपटे खाएर जान्छौँ होइन, फर्किँदा पनि खाएर जान्छौँ। त्यति मिठो बनाउँछ आन्टीले चाहिँ होइन कि। हजुर, अब यो यस्तो चटपटे चाहिँ अब इन्डियामा बनाएको कस्तो सक्छ होला है। अब आन्टीको चाहिँ यति फेमस छ यहाँको चटपटे चाहिँ। अब हेर्नु चाहिँ गिलो चटपटे है आन्टी यो। अब यसमा चाहिँ अब इन्ग्रिडियन्ट्स भन्दा चाहिँ अब आन्टीले चाहिँ हाम्रो गाउँमा चाहिँ अब यो इन्ग्रिडियन्ट्स चाहिँ अब के हाल्छ भने सेतो तिल, कालो तिल भुटेर चाहिँ राखिरहेको छ है मसला मेन। त्यहाँदेखि अर्को कालो तोरी भन्नुभयो है, कालो तोरी दाल। त्यहाँ चाहिँ अब तपाईँले चाहिँ बेसनको खोला गिलो भन्नुहुन्छ, एकदम राम्रो। अब आन्टीको चाहिँ हजुरहरूलाई आइपुग्नु सक्नुहुन्छ इन्डियामा जो पनि आउनुहुन्छ यहाँ हाकिम चोक हो है। यो जुन चाहिँ सुनमाईदेखिको उकालो, हजुर यहाँ हेर्नुहोस् तपाईँले कलरै हेरेर तपाईँले यति राम्रो कलर देखिरहेको छ, यति दामी छ चटपटे। बेस्ट मान्छु म चाहिँ अब यहाँ आन्टीको चाहिँ होइन। आन्टी के कस्तो छ त अन्त? हजुर हजुर, जतिजना पनि अब इन्डियाकोबाट आउने हुनुहुन्छ है उनीहरू चाहिँ यहाँ हाकिम चोक भन्दो रहेछ। यहाँबाट टक्क यहाँनिर आएर चाहिँ आन्टीकोमा हजुर यहाँनिर आएर चाहिँ चटपटे खानुहोस् होला, एकदमै राम्रो बन्छ। नसिबु दामी छ, पाइँदैन कहीँ पनि है। ओके बाटो बिर्सेको अवस्थामा पापा अनि आमा जङ्गलमा भौतारिरहेको अवस्था भन्दा जस्तो भइगयो नि है। त्यो झोलङ्गे फुल एक्चुअली हामी हेर्नु गएको थियौँ, तर के ट्राभल गर्दै जाँदा जाँदा है बाटो भौतारिरहेछ। अब हामी अर्को बाटोतर्फ लाग्दैछौँ। अब यहाँबाट सोध्नुपर्छ नेपालको त्यो थर्ड लार्जेस्ट कुन चाहिँ भने झोडलिङ्गे पुल चाहिँ अब है कता साइड जान्छ भनेर चाहिँ अब यहाँबाट सोध्दै सोध्दै जाने हो। दाजु झोलङ्गे ब्रिज छ नि,
तपाईँहरूलाई म देखाउँदैछु है टक्क नेपालको लार्जेस्ट ओहो कति धेरै टाढो रहेछ हेर्नुहोस् है हेर्नुहोस् झोलुङ्गे पुल वाउ नसिबु यता हेर्दै पनि हिँड्नु कस्तो लाग्दैछ तिमीलाई एकछिन त्यहाँ पर्ख त नसिबु यो चाहिँ कुन चाहिँ झोलुङ्गे पुल अरे एकपल्ट हल्का यसको बारेमा मलाई बताइदिनुहोस् नेपालको होइन यो वर्ल्ड लार्जेस्ट हट होइन वर्ल्ड लार्जेस्ट हट ब्रिज भन्दैछ यो झोलुङ्गे ब्रिज होइन नेपालको झापा डिस्ट्रिक्ट यहाँदेखि अलिकति माथि चाहिँ इलाम डिस्ट्रिक्ट पर्छ हजुर हजुर इलाम डिस्ट्रिक्ट जोरखोला जोरखोला एरियामै हो सुनवाई एरियामा यहाँदेखि अलिकति तल हामी गयौँ भने बुधबारे पर्छ हजुर यो चाहिँ करेक्ट अहिले भन्नुपर्दा चाहिँ बुधबारे सोसाइटी पोइन्ट भन्ने चाहिँ माथि यहाँ माथि छ सुसाइड पोइन्ट है सुसाइटी पोइन्ट एरियामै नै पर्छ चाहिँ अहिले यति राम्रो झोलुङ्गे पुल अहिले बनिएको रहेछ यहाँ होइन हजुरहरू अब पनि टुरिस्टहरू टाढो पनि टाढोबाट आउनुहुन्छ नेपाल आउनु भयो भने चाहिँ यो चारालीसम्म आउनु भयो नि यहाँ झोलुङ्गे ब्रिजसम्म तपाईँहरू आउनु सक्नुहुन्छ यहाँको आएर आनन्द लिन सक्नुहुन्छ बिल्कुल 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 अहिले एकदमै राम्रोसँगले वर्णन गरिदिइहालेँ तपाईँलाई है यो पुलको विषयमा हल्का जति जानकारी छ त्यति बारेमा हामीले बताइदिइहाल्यौँ है लु हेर्नुहोस् है हेर्नुहोस् अगाडि टक्कै सबैजना यहाँनिर एकदम हिँड्नुमा व्यस्त छ अहिले ओहो बहुत खतरनाक छ यो मुनि झर्छ कि क्या हो वर्ल्ड त मलाई थाहा भएन तर नेपालको चाहिँ थर्ड लार्जेस्ट झोलुङ्गे पुल भनेर अहिले भन्दैछ है लु हेर्नु बिचमा चाहिँ मान्छेहरू कतिको चाहिँ उयो छ ओहो धेरै टाढो हुने हो ब्रो यो त धेरै लामो पनि छ ओइ होइ बिचमा हल्लिँदा फेर्दा झन् कस्तो फिल हुँदो रहेछ है ब्रो नसिबु आऊ न हेर्नुहोस् झोलुङ्गे पुलको यो अवस्था अहिले सबैजना एकदम अहिले नयाँ नयाँ मान्छेहरू भिजिट गरिरहेछ साथसाथमा यस्तै छ सबैजना मान्छेले फोटोसुट पनि गरिरहेको छ आन्टीहरूले पनि एकदम अहिले फोटोसुट गर्दै यो पुलमा मान्छे डराएको होइन रहेछ नि छिउ पो हुँदो रहेछ त हौ अलिकति जाइदिउँ है हेर्न सक्नुहुन्छ तपाईँहरूले धेरै डर पो लाग्दो रहेछ त लु हेर्नुहोस् म कहाँदेखिको कति टाढो आइसकेको छ है यता हेर्नुहोस् कहाँ धेरै टाढो छ म कहाँ आइसकिसकेको छु हेर्नुहोस् ओहो हाम्रो कान्छा भाइ पनि आउँदैछ परबाट कान्छा भाइ हल्लो गरिदेऊ कान्छा भाइ हाई गरिदेऊ कस्तो लागिरहेछ यहाँ त हेर कस्तो लागिरहेछ तिमीलाई यो ब्रिजमा हिँड्नु मन परिरहेछ यता हेरेर भनिस् कस्तो लाग्यो केही फिल भएको छ कि छैन कस्तो भइरहेको छ डर पनि लागेको छैन राम्रो लागिरहेछ गुड भाइलाई पनि केही त्यस्तो केही लागेको छैन अरे एकदमै मलाई केही डर पनि लागेको छैन भन्दैछ है नर्मल पाकाले डुली हिँड्दैछ र त्यही कारणले गर्दा म पनि भाइकै सहारा लिँदै हल्का अगाडि जाँदैछु ब्रिजहरूमा घुमफिर गर्दै हल्का डान्सहरू पनि चल्दैछ बनाउँदैछ टिकटक रिल्सहरू हेर्नु सक्नुहुन्छ हाई भनेर हाई बस हाई हाल्नु सबैजना आउनुहुन्छ ओके
रमाइलो गर्दैछ यहाँनिर होइन। अरू केही कुरो नभए पनि यहाँनिर फोटो सेसन चाहिँ धेरै हुँदो रहेछ होइन। मलाई एकदम राम्रो लाग्यो, मान्छेहरूले सबैले एकदम राम्रोसँगले गर्दैछ, ट्रिट गर्दैछ है। तपाईँहरू पनि आउन सक्नुहुन्छ नेक्स्ट टाइम यहाँनिर। आज म जुन जग्गामा आएर हल्का सानो एउटा तपाईँहरूलाई पनि देखाइदिँदैछु। लु हेर्नुहोस्, मम्मी आउनु भयो यहाँ रहेछ हाम्रो बहिनीहरूले। भाइ भनिदिनु हिँड्दै हेर्नु मजा आउँछ अरे। ओके बाई। जोड लग्यो बुको चाहिँ यो अवस्था हेर्नुहोस् है। मामा कहाँ देखिरहेछ, नभनेको पनि यो 500 मिटर चाहिँ होला हौ। 500 मिटरभन्दा अलिक ज्यादा होला हौ। 500 मिटर लगभग 500 मिटरको चाहिँ एउटा जोडलाङ्गे ब्रिज नै बनाएको रहेछ है। राम्रो हाँसै छ हिरोहरूको, यसरी नै हाँसिरहनु सधैँभरि। यिनीहरूले छाता ओढेर आइरहेको छ, बारिस परेको चाहिँ एकदमै राम्रो। नानी पनि उता डढाएको जस्तो छ। अब नानु डढाउनु भएको छैन, डढाउनु भएको छैन, कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। ओके, धेरै सबैजनाले एकदम राम्रोसँगले उयो गर्दैछ है। यो ब्रिजको धेरै आनन्द लिइरहेछ। एकदमै मलाई पनि राम्रो लागिरहेछ है यो ब्रिजमा चढ्दाखेरि चाहिँ। लगभग 500 मिटरको डिस्टेन्स रहेछ। अन्त हाम्रो अङ्कल्सहरू पनि यहाँ आइरहेको छ, इन्जोय गरेर टिका सिका लगाएर मजाले होइन। टक्कै हिरोहरू डुल्दैछ। ए अहिले नै हो तेरिका रक्सी खाएर आइरहेको छु म भन्दैछ है। के गर्ने अब, लागेको बानीहरू है छुट्दैन है। चेष्टाले चलिरहेको छौँ हामी। टक्कै झोलनगी पुलको अवस्था यस्तै हो, हेर्नुहोस्। लास्टसम्म गएर देखाइदिन्छु है तपाईँहरूलाई म। लास्टसम्म गएर देखाइदिन्छु, सबै हेर्नुहोस् होला है। टक्कै वाउ। अब चाहिँ इन्ट है, पर स्टार्ट भएर अब यहाँ चाहिँ खतम हुन लागेको छ है। टक्कै तकरिबन हवाई डिस्टेन्स 500 मिटर भन्दा पनि ज्यादा भयो। अहिले यहाँ आउँदा पो चाल पायो त, करिबन 1000 मिटर होला नि हवाई पनि। नानीहरूले आइसक्रिम पनि हल्का सानो तिनी आइसक्रिमहरू पनि बेच्दै रहेछ। नानी के हो यो, यहाँ के राख्नु भएको छ? आइसक्रिम बेच्नुहुन्छ? नानीहरू सानो नानीहरू यहाँ आइसक्रिमहरू पनि बेच्दैछ है। यस्तो रहेछ यहाँनिर के आएर चाहिँ। यहाँ तलतिर चाहिँ बजारहरू जस्तो पनि देख्दैछु कि। बजारहरू रहेछ है। हेर्नु सक्नुहुन्छ तपाईँहरू यहाँ है। टक्कै पोल्ट्री फार्महरू रहेछ यहाँ तल चाहिँ। एकदम रमाइलो लाग्यो मलाई एकदम। सानो तिनी दोकानहरू थापेको रहेछ है यहाँनिर।
सानो एउटा आइसक्रिम देऊ त कुल्फी छ कुल्फी छ ल खिलाउनुहोस् त एउटा कुल्फी कुल्फी अरे ठन्डा र यही थियो है तपाईँहरूलाई देखाइदिइहालेँ मैले जति पनि है यो नेपालको यो झापा जिल्लाको चाहिँ नम्बर 8मा आउँछ अरे यो झोलुङ्गे ब्रिज होइन र साथसाथै यो तपाईँहरूलाई धेरै जनालाई थाहा छ या छैन है तपाईँहरू आएर भिजिट गर्न सक्नुहुनेछ है कुल्फीको मजा लिँदै यो ब्रिजको तपाईँहरू पनि भ्रमण स्मेल हेर्न एकदम राम्रोसँग लिइरहेछ अङ्कल कस्तो लागिरहेछ अहिले यो ब्रिज राम्रो छ है हजुर हजुर आन्टीहरू बसिरहेको छ एकदमै हजुर हजुर ए यो तेस्रो ए हजुर हजुर ए हुन्छ हुन्छ हजुर 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 हुन्छ राम्रोसँगले अङ्कल आन्टीहरूले पनि एडभाइस दिनुभयो यसको बारेमा होइन एकदम राम्रो नेपालको नै तेस्रो भनेर भन्दैछ है अब चाहिँ हामीलाई पनि कन्फर्म भयो है नेपालको आन्टीहरूले अङ्कलहरूले नै भन्नुभयो र हामीलाई पनि विश्वास लाग्यो एकदम रमाइलो लाग्यो यो ब्रिजमा आएर है हाम्रो यहाँ 3 जना हिरो पनि आउँदैछ यस यस ठिक छ नि है गुड एकदम सबैजनाले यो ब्रिजको एकदम लाभ उठाइरहेको छ होइन नसिबु भनिदेऊ तिमीलाई होइन यो नेपालको तेस्रो लार्जेस्ट झोलुङ्गे पुल के कस्तो लाग्यो तिमीलाई यही हो है करिबन यात्राको समयमा 1 घन्टा जस्तो जाममा फसियो त गाइज है यही नै थियो है आजको मेरो टुर जो नेपालको टुर थियो होइन विथ फ्यामिलीसँग गएको थिएँ होइन राम्रोसँगले गरेँ होइन तपाईँहरूलाई धेरै देख्नुभयो तपाईँले झोलुङ्गे पुल होइन एकदमै राम्रो तपाईँहरूलाई लाग्यो होला है र यति नै थियो मेरो आजको यो ब्लग तपाईँलाई के कस्तो लाग्यो है लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला धन्यवाद छ।